नमस्कार दर्शकबिनहरू, नेपाली कथनक चलचित्र जारी 2 र मन बिनाको धनको आज पहिलो दिनको बक्स अफिस कलेक्सनको रिपोर्ट्स लिएर म तपाईहरुको अगाडि उपस्थित भइसकेको छु। कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुहोस्। आदरणीय दर्शकबिनहरू, आजबाट दुईवटा नेपाली कथनक चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। एउटा हो मन बिनाको धन र अर्को सुपर हिट ब्लकबस्टर भएको चलचित्र जारीको सिक्वेल अर्थात् जारी 2। यी दुवै चलचित्रले आज ओपनिङ डेमा कतिको बक्स अफिस कलेक्सन गरे त? हामी सर्वप्रथम कुरा गरौँ नेपाली कथनक चलचित्र मन बिनाको धनको बारेमा। आजबाट रिलिजमा आएको फिल्म मन बिनाको धनले सुखद प्रतिक्रिया पाएपछि यसका निर्देशक टङ्क बुढाथोकीले हलले सो थप्ने आशा व्यक्त गरेका छन्। फिल्म रिलिजको एक दिन अगाडि बिहीबार आफूलाई हराउन लागेको भन्दै टङ्कले दुखीसो पुगिएका थिए, तर अब भने उनी उत्साहित देखिएका छन्। बिहानैबाट दर्शकको उत्साह पाएपछि उनले सो थपिने विश्वास व्यक्त गरे। टङ्कले अगाडि भने हामीलाई हेपिएको नै हो, भोलि शनिबार पनि सो थपिएको छैन। पारिवारिक फिल्म भएकाले दर्शकहरू परिवार सहित हलमा जान चाहनु भएको छ, तर सो नै छैन। अशोक दर्जीको सङ्घर्ष र सफलताको कथामा निर्माण भएको यो फिल्ममा अशोकको साथमा सरोज खनाल, निता ढुङ्गाना, एआर बुढाथोकी, रमेश विश्वकर्मा, बिना राउत लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मले मोपसालका हलमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ। नेपाली कथनक चलचित्र जारी 2 र मन बिनाको धनको तुलनामा हेर्दा जारी 2 को सोच निकै नै उच्च देखिन्छ। मन बिनाको धनको सो 100 हाराहारीमा रहेको थियो। नेपाली कथनक चलचित्र मन बिनाको धनको आज पहिलो दिनको बक्स अफिस कलेक्सनको कुरा गर्दाखेरि चाहिँ चलचित्रले आज करिब 30 देखि 35 लाखको हाराहारीमा ओपनिङ गर्ने प्रक्षेपण गर्न सकिन्छ। अब हामी कुरा गरौँ नेपाली कथनक चलचित्र जारी 2 को बारेमा। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म जारी 2 हलमा लागिसकेको छ। चलचित्रको बिलको समेत शोधहरू बढेकाले चलचित्रको 250 भन्दा बढी सोसहित रिलिज भएको बुझिएको छ। बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको बिहीबार बेलुकी प्रिमियर समेत आयोजना गरिएको थियो। प्रिमियरमा पुगेका अधिकांशले यो फिल्मले माओवादी जनयुद्धका कारण श्रीमान श्रीमती बीच आएको दूरी र त्यसले निम्त्याएको परिस्थितिको कथालाई फिल्मले उठान गरेको भन्दै तारिफ गरेका थिए। यो फिल्मले आज देशभरका हलमा उत्साहजनक ओपनिङ गरेको छ। फिल्ममा दयाहाङ राई, मृणा मगर, विजय बराल, बुद्धि तामाङ, उपेन्द्र सुब्बा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। फिल्म जारी 2 पूर्वका हलमा आक्रामक देखिएको छ भने अन्य स्टेसनका हलमा पनि उत्साहजनक देखिएको छ। फिल्मको ब्रान्डले ओपनिङमा ठूलो फाइदा गरेको देखिन्छ। देशभर यो फिल्मले पाएको सोचमा दर्शकको अकुपेन्सी उच्च छ। यसले फिल्मले 2 दिनमा सुखद आँकडा बनाउने देखिएको छ। नेपाली कथनक चलचित्र जारी 2 लाई दर्शकले निकै नै माया गरेको देखिन्छ। लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित भएर चलचित्र बनेको हो। नेपाली कथनक चलचित्र जारी 2 ले आज ओपनिङ डेमा करिब 80 देखि 1 करोडको हाराहारीमा बक्स अफिस कलेक्सन गर्ने प्रक्षेपण गर्न सकिन्छ। तपाईहरु नेपाली कथनक चलचित्र मन बिनाको धन हेर्नुभएको छैन र चलचित्र जारी 2 पनि हेर्नुभएको छैन। यदि हेर्नुभएको छैन भने नजिकको सिनेमा घरमा गएर हेर्न सक्नुहुन्छ र आगामी दिनमा यी दुई चलचित्रले अझ कतिको व्यापार गर्छ होला त हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर बताउनु नभुल्नु होला। अरु यस्तै ताजा अपडेट्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई थिच्नुस् र यो भिडियोलाई लाइक कमेन्ट अनि शेयर गर्नुहोस्। धन्यवाद। जय नेपाल।